मलाई भर्खर एकजना क्लाइन्टले कल गर्नुभएको थियो। उहाँको फोन राख्न साथ म यो भिडियो बनाउँदैछु। उहाँलाई चाहिँ मैले अहिले घर नकिन्नुस् र अब 3 to 6 मन्थ चाहिँ वेट गर्नुस् र 6 मन्थ पछि मात्र घर किन्नुस् भनेर सजेसन दिए। जान्न चाहनुहुन्छ किन? उहाँ चाहिँ 491 भिजामा हुनुहुँदो रहेछ। सबै 491 भिजालाई मैले वेट गर्नुस् र पछि घर किन्नुस्, पिआर भएपछि मात्र घर किन्नुस् त भन्दिनँ, तर उहाँलाई पर्टिकुलरली किन वेट गर्न भने भन्दाखेरि चाहिँ उहाँ 491 भिजामा भए पनि उहाँले चाहिँ 191 अप्लाई गरिसक्नु भएको रहेछ। 191 भनेको चाहिँ पिआर भिजा हो, जो चाहिँ उहाँले चाहिँ एक्सपेक्टेसन गर्नुभएको रहेछ कि मलाई 6 to 8 मन्थ्समा चाहिँ मेरो 191 ग्रान्ट हुन्छ, मैले अप्लाई गरेको पनि धेरै भइसक्यो भनेर भनिराख्नु भएको थियो। भनेपछि उहाँ चाहिँ अलरेडी 191 अप्लाई गरिसक्नु भएको छ र 6 to 8 मन्थ्समा आउने एक्सपेक्टेसन गरिराख्नु भएको छ। र भनेपछि उहाँले यो पिरियडमा चाहिँ उहाँले एक्स्ट्रा कस्टहरू 491 भिजामा तपाईँले घर किन्दाखेरि सर्टेन एक्स्ट्रा कस्टहरू तिर्नुपर्ने हुन्छ। एफआइआरबीको $14,100 जुन 1 मिलियनको प्रपर्टीभन्दा अन्डरको लागि पर्छ। र अर्को भनेको चाहिँ तपाईँले गभर्मेन्ट सरचार्ज प्लस 4% चाहिँ स्ट्याम्प ड्युटी, 8% चाहिँ अराउन्ड 8% गभर्मेन्ट सरचार्ज तिर्नुपर्छ र प्लस 4% चाहिँ तपाईँले स्ट्याम्प ड्युटी तिर्नुपर्छ। यो सबै कस्टहरू चाहिँ तपाईँलाई अलिकति धेरै हुनसक्छ 491 भिजामा हुँदाखेरि। यदि तपाईँको चाहिँ एक्सपेक्टेसन भनेको चाहिँ पिआर आउँदैछ भन्ने छ भने चाहिँ तपाईँले मेरो कुन यो पिरियडमा चाहिँ मलाई यो एक्स्ट्रा सरचार्जहरू मैले बेहोरेको चाहिँ मलाई फाइदा हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ हामीले क्यालकुलेट गरिदिन्छ। तर उहाँको केसमा चाहिँ मैले चाहिँ किन वेट गर्न सजेस्ट गरेँ भन्दा उहाँलाई चाहिँ वेट गरेर फाइदा हुने देखियो। र फर्स्ट उहाँको चाहिँ 191 अप्लाई भइसकेको र ग्रान्ट हुने 6 to 8 मन्थ्समा ग्रान्ट हुने सम्भावना भएको भएर मैले वेट गर्न भने। र अर्को सेकेन्ड भनेको चाहिँ उहाँ पर्थमा हुनुहुँदो रहेछ। उहाँ यदि क्यानबेरामा भएको भए एसिटी अथवा नर्दर्न टेरिटोरी, क्यानबेरा अर डार्विनमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले गभर्मेन्ट सरचार्ज तिर्नु पर्दैन र अन्डर 1 मिलियनको प्रपर्टीलाई चाहिँ तपाईँले स्ट्याम्प ड्युटी पनि तिर्नु पर्दैन। यदि उहाँ क्यानबेरामा अथवा नर्दर्न टेरिटोरी डार्विनमा हुनुहुन्थ्यो भने चाहिँ मैले वेट नगर्नुहोस्, तपाईँले $14,100 मात्रै एक्स्ट्रा तिर्नुपर्ने हुन्छ। र तपाईँलाई चाहिँ यो वेट गर्दाखेरि चाहिँ तपाईँको प्रपर्टीको भ्यालु पनि यसरी बढ्छ भने उहाँको सिचुएसन फेरि डिफ्रेन्ट मैले तरिकाले क्यालकुलेट गरेर त्यो सिचुएसनमा चाहिँ उहाँलाई कतिको फाइदा हुन्छ भन्ने कुरा डिफ्रेन्ट तरिकाले क्यालकुलेट गर्थ्यो होला हैन। तर उहाँ अहिले चाहिँ पर्थमा हुनुहुन्छ। पर्थमा भइसकेपछि उहाँले गभर्मेन्ट सरचार्ज पनि 8% एक्स्ट्रा तिर्नुपर्ने भयो। त्यो कारणले गर्दाखेरि चाहिँ मैले उहाँलाई दुईटा रिजनले गर्दा चाहिँ उहाँलाई वेट गर्नु भने। फर्स्ट चाहिँ उहाँले 191 अप्लाई गरिसक्नु भएको र सेकेन्ड चाहिँ उहाँ पर्थमा हुनुहुँदो रहेछ। एसिटी अर डार्विनमा भएको भए चाहिँ उहाँलाई मैले डिफ्रेन्ट सजेसन दिन्थ्यो होला। त्यही भएर हाम्रो चाहिँ एभ्री क्लाइन्टलाई चाहिँ हामीले सजेसन चाहिँ उहाँको सिचुएसन हेरेर, उहाँको सर्कमस्टान्सेसहरू कस्तो छ त्यो हेरेर मात्र हामीले सजेसनहरू दिने गर्छौँ। यदि तपाईँलाई पनि 3 to 6 मन्थमा घर किन्ने सोच्दै हुनुहुन्छ, मेरो सर्कमस्टान्सेस कस्तो छ, मेरो बोरोइङ क्यापासिटी कस्तो छ, त्यो सबै कुराहरू जान्ने कोसिस गरिराख्नु भएको छ भने यु क्यान कन्ट्याक्ट मी एनी टाइम। लेट्स मेक योर ड्रिम होम अ रियालिटी। थ्याङ्क यू।